मेरा फलसफा कंधे पे मेरा बस्ता चला मैं जहाँ ले चला मुझे रास्ता कूदों पे नहीं गहरे समंदर पे ओ ओ ओ मेरा जिया रुको रुको ऐसे नहीं शुरू से दिखाता हूँ यहाँ फेरि गाइस डेन्जर प्याक भइदिने कि डेन्जर जाम हुन्छ क्या यहाँ फेरि कति टाइमसम्म जाम हुने हो थाहै छैन क्या यो चाबेल चोक एकदम जाम हो गाइस यो भोलिको दिन गाइस यो रोड यस्तो प्याक हुन्छ नि यही रोड यहाँदेखि अगाडि जान दिँदैन क्या गाडीहरू यहीँदेखि हिँड्दै जानुपर्छ पछिपट्टि त्यही भएर म चाहिँ आजै आइदिएको यो हो मन्दिरभित्र जाने पनि हो आउने पनि हो प्रायः मान्छेहरू उताबाट गएर यताबाट निक्लिरहेछन् यहाँबाट हामी चाहिँ उता नगएर आजको दिन चाहिँ उता अगाडि जान्छौँ यता गएर होइन यसो राउन्ड साउन्ड हानेर आउँछौँ उता गएर अब भन्नै पर्दैन भोलिको दिन त डेन्जरै हुन्छ पशुपतिको बाबाहरू नाङ्गो बाबाहरू गाइज जस्तो गरेर पूजा गर्ने गाइज हामी चाहिँ पशुपतिको माथि टपमा छौँ कि टपमा ढिकमा जङ्गल साइड जस्तो छ पार्क जस्तो छ पशुपतिको टपमा छौँ अब म नि यहाँ अब 2 पटक भयो यहाँ लाएको पहिला चाहिँ भिडियो बनाएको थिइनँ अहिले चाहिँ भिडियो बनाइरहेको छु है टक्क लगाएर यहाँबाट अगाडि जान्छौँ हामी हेलो गाइज पशुपतिको माथि टपमा पनि होइन गुम्बा जस्तो बवाल छ गाइज म चाहिँ अब चिलमा घुम्दै पशुपतिको माथि टपमा छु यहाँ पनि ठाउँ त दामी छ समथिङ गुम्बाहरू छ सानसाना है अब यो पहिला जमानामा है के बनाएको हो अब यसमा के राख्थ्यो थाहा भएन घन्टी भयो घन्टी पनि ठुलै छ गाइज अब यसको यहाँको चाहिँ छैन किनकि अब यहाँ राखेपछि अब होइन कसले लग्दै होला है नेपालको ठाउँ यस्तै हो अब चिल एक्लै घुम्दै गइरहेको छु उता त्यो साइडमा त्यहाँ तर ठाउँ चाहिँ बब्बाल छ है गाइज ठाउँ चाहिँ बब्बाल यस्तो बब्बाल छ नि ठाउँ अब यहाँ सानो गुम्बाहरू छ बब्बाल गुम्बा अनि यहाँ हाम्रो चाहिँ यता के छ खै थाहा भएन म चाहिँ यहाँ दाइलाई मोबाइल पक्काएर भनेर सुई हिँड्छु एकछिन यसो चहल पहल दिन्छु यसो यताउता हेर्दै होइन दाइलाई भिडियो बनाऊ भनेर म हिँड्छु चिलमा भालै छैन कसैको अनि हाम्रो चाहिँ धेरै राति परिसक्यो हुन्छ हामी चाहिँ यसो घरतर्फ लाग्छौँ अब घर जाने भनेर यसो आउँला हुन्छौँ तर यहाँ आरती गर्ने ठाउँमा लास्ट प्याक हुन्छ कि बाटो यहाँबाट कसरी निक्लिने भन्ने भइरहेको थियो मलाई चाहिँ हेलो गाइस म चाहिँ जसो तसो गरेर बाहिर आएको छु त्यो त्यत्रो हुल बाटो है खतरा प्याक थियो तर कस्तो फिल हुने कि त्यस्तो बेडमा त यार लाज गाह्रो भिडियो बनाउनलाई चाहिँ मोबाइलको क्वालिटी ठिक हुनुपर्ने रहेछ यार मोबाइलको क्यामेराको क्वालिटी बब्बाल हुनुपर्ने रहेछ बल्ल खतरा आउँछ है नत्र यसो एन्ड्रोइड फोनले त काम छैन प्राय आइफोन जस्तो त आउँदैन क्लियरली होइन एन्ड्रोइडले आइफोन भने आइफोन हो गाइज मेरो विचारमा चाहिँ है तर आइफोनको जस्तो ल्याउँदैन एन्ड्रोइडले ल गाइज अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ आजको भ्लग यतिमा म इन गर्न चाहेँ ल है